जय मसीह राहुल सर है मसँग यहाँ राहुल सर हुनुहुन्छ उहाँ नेप इन्डिया फाउन्डेसनको फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ है उहाँलाई आजको हाम्रो जुन गस्पेल टुर्नामेन्ट हाम्रो मण्डली अगापे डिसाइपल मण्डलीले गरेको छ र उहाँ उपस्थित हुनुभएको छ हामी तपाईलाई एकदमै स्वागत गर्छौँ हाम्रो यस आजको इभेन्टमा र म तपाईलाई एक दुईवटा क्वेसन गर्न चाहन्छु सर आजको म्याच आजको जुन प्रकारको गस्पेल टुर्नामेन्टलाई हेरेर तपाईलाई कस्तो लागिरहेको छ एकदमै हामी इन्टरटेनमेन्ट भइरहेको छ सर्वप्रथम त सम्पूर्णलाई भाइलाई यसरी यो समय दिनुभएको लागि एकदमै धन्यवाद जय मसीह भन्न चाहन्छु र अर्को आजको जुन चाहिँ यो टुर्नामेन्ट छ हामीले अगापे गस्पेल टुर्नामेन्ट इयरली तपाईँहरूले गरिरहनुहुन्छ यहाँनिर आज पार्टिसिपेसन गर्नु पाएँ मैले एकदम खुसी लागिरहेको छ एकदमै रमाइलो भइरहेको छ अहिले यो बेलुका पनि यो घडी पनि पानीले अलिकति बिचमा डिस्टर्ब गर्ला जस्तो मलाई लागेको थियो कन्टिन्यू हुन्छ होला तर भएन एकदमै राम्रो भइरहेको छ टुर्नामेन्ट एकदमै उत्साहपूर्ण भइरहेको छ ओके हजुर हुन्छ सो के तपाईँले यो यस्तो प्रकारको गस्पेल हाम्रो चर्चले गरिरहेको छ गस्पेल फुटबल टुर्नामेन्ट है यसको उद्देश्य चाहिँ है हामीले लगातार रूपमा हाम्रो पास्टर बुबासँग बात गरिरहेको छौँ यसको उद्देश्य चाहिँ एउटा परमेश्वरको सुसमाचार मानिसहरू कहाँ पुर्याउनु सो यस विषयमा तपाईँ के भन्न चाहनुहुन्छ आजको जेनेरेसनलाई हेर्दाखेरि आजको जुन चाहिँ गतिविधिलाई हेर्दाखेरि जुन तरिकाको आजको माहौल छ फिल्डमा बाहिरबाट आउनेहरूले जसरी बाहिरको फिल्डमा मान्छेहरू आज जवानहरू बिग्रिरहेको छ देखिरहेको छु यो एउटा चर्चले लिएको सुरुदेखि नै भएर त आइरहेकै छ चर्चले त्यसलाई इनिसिएटिभ लिइरहेको छ मेरो व्यक्तिगत म एज अ क्रिस्चियन भएकोले गर्दाखेरि मेरो व्यक्तिगत आफ्नो एउटा विचार पनि छ मेरो व्यक्तिगत सोच पनि छ कि चर्चले नै यसलाई इनिसिएटिभ लिनुपर्ने हो जो मान्छे ड्रग्समा परिरहेको छ जो मान्छे नराम्रो काममा परिरहेको छ बाउमादेखिको प्यारेन्ट्स समाजदेखिको लिएर उनीहरू बाहिर छ बाहिर आएर इन्डिपेन्डेन्टली बसिरहेको छ बिग्रिरहेको छ कतिजना नराम्रो काम कुरो नराम्रो व्यवसायमा नराम्रो खानेकुरोमा खानपानमा मदिरामा परिरहेको छ त्यसको लागि यो एउटा सबैलाई भेला गरेर सबैलाई बाहिरको तपाईँको जो नन क्रिस्चियनहरू छ उनीहरूलाई पनि बोलाएर तपाईँले जसरी यसरी गस्पेलको लागि सुसमाचारको काम गर्दै हुनुहुन्छ एकदमै प्रभावपूर्ण छ हाम्रो मान्छेहरू सबै जो बाहिर बसेको छ उनीहरूले जो नराम्रो कामहरूतिर पसेको छ उनीहरू यो सङ्गतिमा आएर आफ्नो जीवनलाई चेन्ज गरेको एकदमै राम्रो अन्त परिवर्तन हामीले देखि पनि रहेको छ हजुर सो सर तपाईँलाई अर्को क्वेसन है जस्तो प्रकारले है बेङ्गलोरमा हामीले हेर्नु गयौँ भने थुप्रै मण्डलीहरू छ हाम्रो नेपाली मण्डलीहरू है तर हाम्रो अगापे डिसाइपल मण्डली है जो चाहिँ हाम्रो पास्टर अनि फाउन्डर श्री तिमोथी थापा ज्यूको एउटा नेतृत्वमा हामीले यो एउटा मण्डली परमेश्वरको राज्यमा यसरी तिमोथी र मेरो सम्बन्ध लामो समयदेखिको म एउटा सेकुलर फिल्डमा बिइङ ए क्रिस्चियन्स म सेकुलर फिल्डमा एज अ एक्टिभिस्ट भएर काम गर्छु हाम्रो समुदायको बिचमा पास्टर तिमोथी र हामी एउटा नङ र मासु भएर काम गरेको 20 सालभन्दा ज्यादा भइसकेको छ कम्प्लिटली खालि क्रिस्चियन कम्युनिटीलाई मात्रै फोकस नगरेर एउटा इन्टरटेनमेन्टको एउटा खेलकुदको एउटा कुनै गेम्सको जरियाद्वारा माध्यमद्वारा हाम्रो मान्छेको बिचमा मैले भनिहालेँ युवाहरूको बिचमा कसरी पुग्न सकिन्छ एउटा खेलकुदको माध्यमद्वारा हाम्रो गोस्पेललाई कसरी हामीले हाम्रो जवानहरूको बिचमा पुर्याउन सकिन्छ यो एउटा ठुलो इनिसिएटिभ हो उहाँले गरेको सुरुदेखि नै यो इनिसिएटिभ उहाँले गरिरहेको छ लिइरहेको छ अन्त म हेर्दैछु परिवर्तन अहिले जुन चाहिँ हिसाबले म यहाँनिर युथहरूलाई देख्छु नि यहाँ जति युथहरू छ नि गया वर्षको भन्दाखेरि अहिले जति युथहरू यसरी पार्टिसिपेसन गरिरहेको छ नि यो एउटा ठुलो ट्रान्सफर्मेसन हो सोसाइटीको लागि ठुलो ट्रान्सफर्मेसन हो इच एन्ड एभ्री चर्चले दुनियाँभरको चर्च भए तापनि बेङ्गलोरमा 20-25वटा चर्च भए तापनि आज पास्टर तिमोथीले जुन तरिकाले एज अ मिसनरी भएर उहाँ यहाँ आउनु भएको सुरुमा अन्त एज अ मिसनरी भएर उहाँले कन्टिन्युसली आफ्नो योगदान पुर्याइरहेको छ जसरी उहाँले इनिसिएटिभ लिएर यस्तो गेमहरूद्वारा म बाहिर लास्ट टाइम पनि हेर्दै थिएँ उहाँले युथ प्रोग्राम पनि कन्डक्ट गर्नुभएको थियो इफ आइ एम नट रङ युथ प्रोग्राम पनि उहाँले कन्डक्ट गर्नुभएको थियो त्यस्तो प्रोग्रामहरू गरेर गेम्सहरू गरेर मान्छे युथहरूको बिचमा यो सुसमाचारलाई कसरी पुर्याउने भन्ने जुन चाहिँ एउटा इनिसिएटिभ छ हरेक चर्चहरूले यो इनिसिएटिभलाई उहाँहरूले पनि अप्रिसिएट गरेर यो कुरोहरू सुरु गर्नुपर्ने मेरो विचारमा अन्त यो एउटा ठुलो मुभमेन्ट हो
चर्चको लागि पनि र बाहिर अरू जो सेकुलरहरू छ मैले थुप्रोलाई भेटेँ यहाँनिर मलाई चिनेकोहरूलाई भेटेँ उहाँहरूसँग वार्ता गरेँ अन्त उहाँहरूलाई मैले डाइरेक्सन गरेँ उहाँ पास्टर हुनुहुन्छ चर्च हुनुहुन्छ प्लिज बी एसोसिएटेड भनेर यस अन्त यो मलाई लाग्छ व्यक्तिगत रूपमा पनि उहाँ कम्प्लिटली उहाँले सोसाइटीको निम्ति नट ओन्ली थ्रु द इन्डिभिजुअल गोस्पेल्स बट थ्रु गेम इम्पावरिङ युथ इम्पावरिङ चिल्ड्रेन त्यो थ्रुबाट पनि उहाँले ठुलो काम गर्नुहुँदैछ आई रियली एप्रिसिएट हजुर हुन्छ धन्यवाद यहाँ डाक्टर राहुल सर तपाईँलाई मसँग यहाँ च्यानलमा जोडिनु भएको लागि धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच जय मसी